मैले चाहिँ एउटा कथा तपाईँले सुन्नु पनि भयो होला। म सर्टकटमा, एउटा राजाका चाहिँ तपाईँको 4वटा श्रीमती थिए अरे, जेठी, माइली, साइली, कान्छी। राजा अब 65 वर्षको उमेरतिर मर्ने भएछन्। राजाले अब त्यसपछि सबभन्दा बढी माया कान्छीलाई गर्थे अरे हैन। अनि कान्छीलाई राजा मर्नी भइसकेपछि, ल कान्छी म यसरी यसरी मर्नी भइसके, मसँग सँगै जान्छेस् त भनेर कान्छीलाई सोधे अरे राजाले। हैन अब तिमी मर्यौ भने अब तिमीसँग सँगै त जान सकिन्न, अब चितासम्म जाम्ला, चितासम्म जाम्ला भनेर कान्छीले भने। त्यसपछि त्यही प्रश्न साइलीलाई सोधे। अब साइलीलाई सोधेपछि अब कान्छीबाट त उनीले राम्रो जवाफ नपासी साइलीलाई सोधे। म अलि धेरै भूमिका बाँच्दिन, म सरल भन्छु। त्यसपछि कान्छीलाई साइलीलाई सोधेपछि, ल साइली त जान्छेस् त सँगै भनेपछि, अब जान कहाँ जाने हो, तिमी मरेपछि म त पहिला जाने हो भनेर चाहिँ साइलीले भनिरे है। साइलीले पहिला जाने हो भने, तिमी मरेपछि म त पहिला जाने हो, कहाँ तिमीसँग जाने हो भनेर भने। त्यसपछि बाबा माइलीको त्यही पनि सोध्न पर्यो माइलीलाई, अब यी माया गरेकी सबभन्दा कान्छी त्यसले जान्न भनेपछि अरू के जान्न, त्यही पनि धर्म निभाउनु पर्यो भनेर राजाले माइलीलाई सोधेछन्। ए माइली म यसरी यसरी मर्दैछु, अब तिमी मसँग जान्छौ त भनेपछि, हैन अब घाटसम्म जाम्ला, कहाँ जाने हो, अब घाटसम्म तिमी मर्यौ भने त्यहाँसम्म चाहिँ पुगौँला भनेर माइलीले भने। भनेपछि राजा अब विरक्त भयो। अब यी तितीनोडी, अब जेठीलाई त के सोध्नु, सबभन्दा बढी दुःख दिएको, सौत हालेको तितीनोडी हैन, माया नगरेको, दुःख दिएको, त्यही पनि जेठीलाई सोधि हेर्न पर्यो भनेर, ए जेठी मसँग सँगै जान्छौ त भनेर चाहिँ राजाले सोधेपछि, म त हजुरसँगै जाने हो, म हजुरसँगै आएको, म हजुरसँगै जाने हो, हजुर बिना यहाँ मेरो के अस्तित्व छ र, त्यसकारणले म हजुरसँगै जान्छु भनेर जेठीले जवाफ दिए। अब यसले कहाँनिर जोडेको हो भन्दाखेरि तपाईँलाई यो कथा जस्तो लाग्ला, त्यस्तो होइन। हाम्रो जीवनका 4 श्रीमती, हाम्रो जीवनको 4 श्रीमती भनेको, कान्छी भनेको शरीर हो। हामीले सबभन्दा बढी माया आफ्नो शरीरलाई गर्छौं, शरीरलाई, मलाई गर्छौं। म भित्रको म भनेको के हो त भन्दाखेरि, तपाईँलाई अघि पनि भने मैले, आफूले आफूलाई चिनेर पढ्ने प्रयास गर्नुहोस्। भोलि पास भए पनि तपाईँ हो, फेल भए पनि तपाईँ हो। पास भयो भने सबभन्दा बढी खुसी हुने मान्छे तपाईँ भित्रको म हो, आफू भित्रको म, अरू कोही पनि होइन। फेल भयो भने पनि दुखी म नै हो, अरू पार्ट भनेको सेकेन्डरी पार्ट हुन्। अरूले त यसो सहानुभूति दिने हो क्या, श्रीमान श्रीमती, दाजु भाइ, यता उता दायाँ बायाँ, ती कुरा सहानुभूति दिने मात्रै हुन्। किन भन्दाखेरि आफूको म भित्रको मलाई जति पीडा अरूलाई हुन सक्दैन भनेर भन्छ क्या। त्यसकारणले मलाई माया गर, म चिन आफू भित्रको भनेर भन्छ। शरीर हो, शरीर कान्छी श्रीमतीलाई बहुत माया गर्ने भनेको हाम्रो जीवनको पहिलो श्रीमती भनेको शरीर हो। दोस्रो भनेको पहिला हो, धन हो। पहिला भनेको धन भनेको पैसो हो। आफ्नो हात अडिँदैन, खाली खाली हिँड्न मात्रै खोज्छ, त्यसलाई हामी धनको रूपमा चाहिँ अर्की श्रीमती हाम्रो जीवनमा धन हो। त्यसपछि माइली भनेको घाट, घाटसँग जाने भने ती माइलीले, घाटसम्म मान्छे मरेपछि को जान्छन्, इष्टमित्र, दाजुभाइ, छर छिमेक जान्छन्। हो, त्यसमा चाहिँ इष्टमित्र भनेको आफू बाहेकका अरू मान्छेहरू जान्छन्। ती मान्छेहरूको पनि साथ, सहयोग, समर्पण भाव र निष्ठा चाहिँ चाहिन्छ भन्ने कुरा चाहिँ यहाँनिर पढाइमा जोड्न खोजेको मैले। त्यसपछि लास्टमा जेठीले भनेको सँगै जाने भनेको कर्म हो। कर्म भनेको चाहिँ तिमीले जस्तो गरेका हो त्यस्तै भोग्नु पर्छ। कर्म भनेको छोडेर जान मिल्दैन। अरू सबैले राजाले छोडे, तर जेठीलाई छोड्न मिलेन। जेठीले सँगै जान्छु भने, सँगै जान्छु भनेको अर्थ कर्म हो। कर्म कहिले पनि छोडेर जान मिल्दैन। त्यही भएर हामी आमाबाट जन्मदा जति केजी जन्मेको त्यति केजी लिएर जाने हो। 2.5 केजी जन्मेको थियो भने बाँकी यति यति भाग चाहिँ तपाईँको 2.5 केजी यति यति भाग बाँकी रहन्छ, नदिया फालेर बगाइदिन्छन्, सक्यो। बाँकी शरीर त डढेर खरानी बनाएर यहीँ उडाउने हो, लिएर जाने त्यति हो। त्यस कारणले गर्दाखेरि यो मैले किन जोडेको भन्दाखेरि, तपाईँको शरीर, पढाइको रिलेटेड कुरा मैले शरीरलाई जोडेको, पढ्नसँग रिलेटेड पैसो पनि अलिअलि चाहियो, फ्रीमा कसैले पढाउँदैन, पढ्नुहुन्न, त्यो धेरै कुरा चाहियो हैन। अनि त्यसपछि जीवन नै यही हो। म तपाईँ ठिक कुराहरू भयो, जीवन आखिर भनेकै यही हो क्या। जीवन भनेको चाहिँ तपाईँको कर्म हो, इष्टमित्र, छरछिमेक, दाजुभाइ, साथीभाइहरू हुन्, धन हो अलिअलि, त्यसपछि शरीर हो। सबभन्दा ठुलो त शरीर हो, आफ्नो शरीर हैन। त्यसकारणले गर्दाखेरि चाहिँ यो मैले जस्ट किन भन्दैछु भन्दाखेरि चाहिँ आफ्नो कर्म गर्न पर्यो। कर्म गरिसकेपछिको बाँकी पाठ एकदमै राम्रो गर्दा वर्ष फेल भइन्छ, त्यसका विविध पाटाहरू छन्, मैले अहिले भनिन तपाईँलाई हैन। कतिपय कुराहरू चाहिँ तपाईँको अनसिन कुराहरू पनि हुन्छन्। त्यसकारणले गर्दाखेरि चाहिँ कहिलेकाहीँ राम्रो गर्दा पनि चाहिँ अलिकति ठिकै गर्दा पनि पास भइया हुन्छ। त्यसकारणले गर्दाखेरि ती कुराहरू मैले आफ्नो एक्सपिरियन्सको आधारमा हैन, मैले अहिलेसम्म जति चाहिँ तपाईँको परीक्षाहरूमा सफल भएँ त्यो हिसाबले मैले भन्दाखेरि चाहिँ मेरो एक्सपिरियन्स चाहिँ यस्तो रह्यो है, त्यसकै आधारमा मात्रै भनेको। त्यही भएर एटिट्युडलाई सुधार गरेर पोजिटिभ बनाउनु, बिहेभियरलाई परिवर्तन गरेर यसलाई चाहिँ तपाईँको 4-5 घण्टा पढेर क्याम्पस पास हुनुभएको थियो भने 8-10 घण्टामा लानु पर्यो। जागिरी चाहिँ बेरोजगारी बेकम भुसे यतिकै बसिरहनु भएको छ, 24 घण्टा पढ्ने समय हो भने 16 घण्टा पढ्नु पर्यो, 8 घण्टा सुत्नु पर्यो, बाँकी 16 घण्टा युज गर्नु। 16 घण्टामा पनि तपाईँले चाहिँ अब 4-5 घण्टा यताउति गरेर बाँकी 10 घण्टा पढ्यो भने पनि दिनको 10 घण्टा 4-5 महिना पढ्यो भने सफिसियन्ट जस्ता पनि इक्जाम क्र्याक गर्न सकिन्छ। तर त्यति चाहिँ डेडिकेटेड भएर त्यो टाइममा चाहिँ त्यसरी चाहिँ पढ्नु पर्यो। कमिटमेन्ट, कन्टिन्यू र कन्फिडेन्स भन्छ नि, हप्ता श्रमिकको भनाइमा यहाँ जोड्नु पर्यो। निरन्तर
प्रयास र दृढ आत्मविश्वास सफलताका दुईटा प्रतीक चिन्ह भनेका छन्। त्यो निरन्तर प्रयास र दृढ आत्मविश्वास भयो भने तपाईले यो क्र्याक गर्न सक्नुहुन्छ, नभए सक्नुहुन्न। अर्को सी भनेको कमिटमेन्ट, कन्टिन्युटी र कन्फिडेन्स, 3C भने। अर्को डी भनेको डेडिकेटेड, जो तपाईको डिभोटेड भन्छौ नि, समर्पण भाव, निष्ठा भन्छौ नि, त्यो चाहिन्छ। यी कुरालाई जोड्नका लागि अझ मैले थप्ने गरेको छु प्लस ई भनेको इकोलोजी हो। इकोलोजी भनेको तपाईको कोठाको, घरको, परिवारको, छरछिमेकको, दाजुभाइको, इष्टमित्रको, दायाँ बायाँ अरूको चाहिँ इकोलोजिकल इन्भाइरोमेन्टले कसरी चाहिँ तपाईलाई गाइडेड गरेको छ भन्ने कुरा महत्त्वपूर्ण हो। यस्ता प्रतिस्पर्धात्मक परीक्षा पढ्दाखेरि चाहिँ अलिकति फ्रस्ट्रेसन हुन सक्छ। यस्ता प्रतिस्पर्धात्मक परीक्षामा एकैचोटि पास हुन्छ भन्ने कुनै ग्यारेन्टी हुँदैन। एक वर्ष नभए अर्को वर्ष फेल हुन पनि सकिन्छ अथवा पास हुन पनि सकिन्छ, कुनै ग्यारेन्टी हुँदैन। त्यसकारणले त्यो अनुसारको माइन्ड मेकअप, माइन्ड सेटअप बनाएर चाहिँ यहाँ लाग्नुपर्ने हुन्छ। त्यसको लागि सबैले साथ दिनुपर्छ। फेल हुँदैमा ल फेल भयो भन्ने, यहाँ गर्ने उ गर्ने भनेर त्यसरी मान्छे त आउट ट्र्याकमा जान सक्छ नि। तर त्यसलाई चाहिँ चाहिने खालको चाहिँ सहानुभूति दिन सक्ने पनि इकोलोजी चाहिन्छ है भन्ने कुरा चाहिँ ABCDEFG अरू पनि जोड्न सकिन्छ। मैले ABCDलाई टुङ्गाइदिएँ यहाँनिर। त्यसकारणले यति कुराहरू मनन चिन्तन गर्नु होला। नआत्तिनी, बिस्तारै पढ्ने, आत्तिएर केही पनि हुँदैन यहाँ। तर भोलि परीक्षा छ भनेर पढ्न सुरु गरे जसरी पढ्नुपर्छ। अब शाखाको मार्कको कति 26-27 गतितिर फर्स्ट इयरको इक्जाम होला हैन। अनि त्यो चाहिँ तपाईको 21-22 तिर त सेकेन्ड थर्ड फोर्थको इक्जाम हुन्छ भनेपछि अब कति न समय छ हैन। अरू पनि त्यही नै हो। नासिकको पनि 1 महिना पछाडि त हो अफिसरको भन्दा। त्यसकारणले यो इक्जामको मुखमा पढेर पास भइनका अफिसर लेभल चाहिँ 3वटा पेपर छन् त्यत्र पछाडि। यो फर्स्ट पेपर त केही पनि होइन, यसलाई त तपाईले क्र्याक गरिहाल्नु। तर अब धेरै फेल हुने फर्स्ट पेपरमै हो। कति % मान्छे फेल हुन्छन् थाहै छ तपाईहरुलाई। त्यो पढ्न नजानेर हो क्या। अरू कुरा धेरै पढ्नै पर्दैन नि। जस्तै तपाईले पासै मात्रै हुनलाई यति कुरा भयो हैन। अब पासै मात्रै हुनलाई जनरल नलेजको हकमा तपाईले केही नपढ्नु। मेरो सुझाव मान्नुहुन्छ भने तपाईले जहिले पनि भन्छु यो किन भन्दाखेरि जनरल नलेजमा फर्स्ट पेपरमा शाखा अधिकृतलाई चाहिँ नम्बर नजोडिने भएको हिसाबले चाहिँ पास मात्रै हुने हिसाबले चाहिँ अब नेपालको भूगोल चाहिँ पढ्ने। नेपालको भूगोल चाहिँ पढ्ने किन भन्दाखेरि यो बेसलाइन टपिक। विश्वको भूगोल नपढ्ने, विश्वको भूगोल अहिले छोड्दिने। यहाँबाट 6वटा क्वेशन आउँछ, ती 3वटा नेपालको भूगोलबाट 3 मिलाउने, विश्वको भूगोलबाट 1-2टा क्वेशन त्यसै मिलिहाल्छन्। 3, 2, 5 हुन्छ, 6मा 6 त कसै पनि मिल्दैन। त्यसकारणले गर्दाखेरि त्यो नपढ्ने माथि यतिकै पनि मिलाउनु हुन्छ। नेपालको भूगोल बेस्ट टपिक हो, त्यही भएर राम्रोसँग पढ्ने। 2 टपिक पढ्दै नपढ्ने। हेर्नु है, पढ्दै नपढ्ने भनेको त पास मात्रै हुनलाई फेरि तपाईको उता पनि राम्रो हुनुपर्छ। जस्ट मैले भन्न खोजेको चाहिँ दोस्रो टपिक इतिहास भन्ने टपिक छ। त्यो यति भवसागर छ कि विश्वको इतिहास। विश्वको इतिहास पनि चाहिँ तपाईको प्राचीन मिश्रको मेसोपोटामियाको सभ्यतादेखि लिएर त्यसपछि अहिलेको चाहिँ तपाईको प्रथम द्वितीय विश्वयुद्धको अन्त्य र नयाँ राष्ट्रको उदयसम्म पढ्नु पर्यो। सभ्यता 8-10वटा सभ्यता पढ्नु पर्यो। औद्योगिक क्रान्ति, म्याग्ना कार्टादेखि पुनर्जागरण काल, म्याग्ना कार्टा, औद्योगिक क्रान्ति, फ्रान्सेली क्रान्ति, अमेरिकी स्वतन्त्र संग्राम, रुसी क्रान्ति हैन। अनि त्यसपछि प्रथम विश्वयुद्ध, द्वितीय विश्वयुद्ध लगायत भारतीय स्वतन्त्र संग्रामसम्म आएर पढ्नु पर्यो। दोस्रो टपिक भनेको नेपालको इतिहास प्राचीन काल, गोपाल वंशदेखि अहिलेको चाहिँ तपाईको प्रधानमन्त्रीसम्म पढ्नु। त्यसपछि धर्म, संस्कृति, जात जाति, भाषा, धर्म, वर्ण, लिङ्ग, सम्प्रदाय, पेशा, वैचारिक आस्थे, कला, साहित्य, पुरस्कार, दुनियाँ कुरा पढ्नु। आदि किताब यही टपिक लेखा। त्यहाँ हेर्नुभयो भने पनि मेरो किताबमा 100 कति पेजको यो टपिक मात्रै छ। भन्न खोजेको चाहिँ त्यो धेरै नै छ, राख्नु पनि पर्यो। त्यसकारणले 2लाई त्यति धेरै प्राथमिकता नदिने। 3 नम्बर शासन पद्धति डन पढ्ने, राम्रोसँग तयारी गर्ने। शासन पद्धतिमा संविधान, संवैधानिक विकास क्रम र पछाडिको पार्टको मानव अधिकार र त्यसपछि मानव अधिकारका नेपालले रेटिफाई गरेका सन्धिहरू लगायतका कुराहरू पढ्ने। प्रशासन सुधारका तिनै बुच कमिसन, एनएम बुच कमिसनदेखि लिएर यो पम्फा भूषाल आयोगसम्म चाहिँ काशीराज दाल आयोगसम्म पढ्ने। त्यसपछि 4 टपिक मजाले पढ्ने। किन पढ्ने भन्दाखेरि यी दुवै सेकेन्ड थर्ड पेपरको लागि एकदमै इम्पोर्टेन्ट टपिक हुन्। 5 पनि मजाले पढ्ने, 2 को विकास मजाले पढ्ने। 6 चाहिँ ठिकै पढ्ने, 6 उता काम लाग्दैन है। 7 पनि मजाले पढ्ने। त्यसपछि समसामयिक 8 बरु नपढ्ने। किन भन्दाखेरि समसामयिक अलिअलि टिप्दै जाने, धेरै पढ्नु पनि पर्दैन थियो। यति पढिसकेपछि लगभग तपाईले चाहिँ जनरल नलेजको पार्टलाई चाहिँ तपाईले मेकअप गर्न सक्नुहुन्छ। 50मा 50 त कसरी मिलाउने होइन। यहाँ 50मा 50 मिलाउनेको त नामै निक्लिँदैन हैन। सम्भव छ? सम्भवै छैन। अनि बाँकी अलिअलि चाहिँ तपाईको चाहिँ आईक्यू र इंग्लिशबाट तान्नु भने पास भइहालिन्छ। अनि किन धेरै हाउबुझी माग्नु पर्यो। यो 3, 4, 5 विशेष गरी यो टपिकलाई सेकेन्ड थर्ड टपिकसँग टाइअप गरेर पढ्नु। शासन पद्धति र आर्थिक विकास र दिगो विकासका पार्टहरू जोडेर पढ्नुभयो भने फर्स्ट पेपर पनि सेकेन्ड थर्ड पेपर पनि क्र्याक गर्न सकिन्छ। ल